च्यानलमा फेरि स्वागत छ। यस भिडियोमा म तपाईलाई बाइनान्समा कसरी खाता खोल्ने र केवाइसी भेरिफिकेसन चरण दर चरण पूरा गर्ने भन्ने देखाउनेछु। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोस्। सबैभन्दा पहिले साइन अपमा क्लिक गर्नुहोस्। त्यसपछि क्रिएट बाइनान्स अकाउन्टमा क्लिक गर्नुहोस्। अब आफ्नो इमेल ठेगाना लेख्नुहोस्। बाइनान्सले तपाईको इमेलमा भेरिफिकेसन कोड पठाउनेछ। त्यो कोड यहाँ हाल्नुहोस्। अब एउटा बलियो पासवर्ड बनाउनुहोस्। यहाँ तपाईले रिफरल कोडको विकल्प देख्नुहुनेछ। यसमा क्लिक गरेर रिफरल कोड T6688 लेख्नुहोस्। अब तपाईको बाइनान्स खाता बनिसकेको छ। अब खाता भेरिफिकेसन केवाइसी तर्फ जाउँ। आफ्नो देश चयन गर्नुहोस्। डकुमेन्टमा जस्तै गरी व्यक्तिगत जानकारी भर्नुहोस्। आफ्नो आइडी कार्ड स्पष्ट रूपमा अपलोड गर्नुहोस्। अब स्क्रिनमा देखाइएको निर्देशन अनुसार फेस भेरिफिकेसन पूरा गर्नुहोस्। सबै प्रक्रिया सकिएपछि सबमिटमा क्लिक गर्नुहोस्। भेरिफिकेसन हुन केही मिनेटदेखि 24 घण्टासम्म लाग्न सक्छ। स्वीकृति भएपछि तपाईको खाता पूर्ण रूपमा भेरिफाई भएर प्रयोगका लागि तयार हुनेछ। आजको भिडियो यही समाप्त हुन्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।